आज हामी JLPT N5 को लेसन 1 पढ्दैछौँ। सुरुमा छ वातासी। वातासी भनेको म। वातासी ताची। वातासी ताची भनेको हामी। आनाता भनेको तिमी। आनो हितो भनेको त्यो मान्छे। आनो खाता भनेको त्यो मान्छे नै हो, तर त्यो मान्छेलाई चाहिँ पोलाइटमा भनेको। मिन्ना सान भनेको सबैजना। 7 नम्बरमा छ सान। सान भनेको जिउ। अनि कुन भनेको छ बॉयलाई भन्दाखेरि कुन भनिन्छ। जिन भनेको नेसनालिटी जनाउँदाखेरि। अनि सेन्सेई भनेको टिचर भइहाल्यो। अनि क्योसी भनेको टिचरले आफैलाई रिप्रेजेन्ट गर्दा भनिने है। गाकुसेई भनेको विद्यार्थी। खाइसाइन भनेको कम्पनी कर्मचारी। स्याइन भनेको त्यो कम्पनीको कर्मचारी भन्न खोजेको। गिन्कोविन भनेको बैंकको कर्मचारी। इस्या भनेको मेडिकल डाक्टर। केन्क्युस्या भनेको रिसर्च गर्ने व्यक्ति। इन्जिनिया भनेको इन्जिनियर। दाइगाकु भनेको विश्वविद्यालय। बियोइन भनेको हस्पिटल। देन्की भनेको बिजुली। दारे भनेको को। दोनाटा भनेको को नै हो, तर यसलाई पोलाइटमा भनेको। साई भनेको वर्ष, यति वर्ष भए। नान्साई भनेको कति वर्ष। ओइकुची भनेको हाउ ओल्ड। नान्साईलाई चाहिँ पोलाइटमा भनेको। हाई भनेको यस। इए भनेको नो। सिचुरेइदेस्का भनेको एक्सक्युज मी तर भनेको। ओनामाइवा भनेको तपाईँको नाम जान्न सक्छु भनेको। हाजिमे मास्ते भनेको कसैलाई सुरुमा भेट्दाखेरि भनिने हो यो चाहिँ। दोजो एरेसुको ओनेगाइसिमास भनेको नाइस टु मिट यु है। कोचिरवा सान्देश उहाँ हुनुहुन्छ भन्न खोजेको। खारा किमास्ता म यहाँबाट आएको थिएँ। लेसन 1 यतिमै सकिन्छ। म फेरि लेसन 2 को भोक्याब लिएर आउनेछु। सबैजनाले पढ्नु होला राम्रोसँग र अध्ययन गर्नु होला र यो च्यानल सब्स्क्राइब गर्नु होला। च्यामात्या असिता।